माइन्डसेट कसरी स्ट्रङ बनाउने? के तपाईँलाई कहिलेकाहीँ सानो समस्याले पनि धेरै तनाव हुन्छ? अरूले केही नराम्रो कुरा भन्दा मन दुख्छ? काम सुरु गर्नु खोज्दा मबाट हुँदैन भन्ने विचार आउँछ? यदि यस्तो हुन्छ भने याद गर्नुहोस्, तपाईँ कमजोर होइन, तपाईँको माइन्डसेटलाई अझ स्ट्रङ बनाउनु आवश्यक छ। जिन्दगीमा समस्या सबैको हुन्छ, फरक यति हो केही समस्यासँग डराएर रोकिन्छ अनि केही समस्यालाई आफ्नो शक्ति बनाउँछ। आज हामी कुरा गर्छौँ आफ्नो माइन्डसेट कसरी स्ट्रङ बनाउने। पहिलो कुरा, आफ्नो सोच बदल्नुहोस्। तपाईँको जीवन बदलिनुभन्दा पहिलो सोच बदल्नुपर्छ। म सक्दिनँ भन्ने ठाउँमा म प्रयास गर्छु भन्न सिक्नुहोस्। मेरो भाग्य खराब छ भन्नुभन्दा अब म आफ्नो अवस्था बदल्न के गर्न सक्छु भनेर सोच्नुहोस्। किनकि तपाईँले हरेक परिस्थितिलाई नियन्त्रण गर्न सक्नुहुन्न, तर त्यस परिस्थिति आफ्नो प्रतिक्रिया भने नियन्त्रण गर्न सक्नुहुन्छ। दोस्रो कुरा, असफलतासँग डराउनु छोड्नुहोस्। असफलता भनेको त अन्त्य होइन नि। कहिलेकाहीँ हामी असफल हुन्छौँ, गल्ती गर्छौँ, तर त्यसको अर्थ हामी सक्यौँ भने होइन। असफलता तपाईँलाई एउटा पाठ सिकाउँछ, के गर्ने र अर्को पटक कसरी राम्रो गर्ने। त्यसैले गर्दा अरूलाई दोष नदिनुहोस्, आफैलाई भन्नुहोस्, म हारेको होइन, मैले सिकेको हो। म अब अझ बलियो भएर उठ्छु भन्नुहोस्। तेस्रो कुरा, अरूसँग आफूलाई तुलना नगर्नुहोस्। आजको समस्यामा सामाजिक सञ्जालमा हेर्दा आजको समयमा सबैको जीवन राम्रो देखिन्छ। कसैसँग पैसा छ, कसैसँग राम्रो घर छ, कसैसँग राम्रो गाडी छ, कसैको जीवन सफल देखिन्छ। तर याद गर्नुहोस्, तपाईँले उनीहरूको जीवनको पुरा कथा देख्नु भएको हुँदैन। त्यसैले अरूसँग तुलना गर्न छोड्नुहोस्। हिजोको आफूभन्दा आज राम्रो बन्ने प्रयास गर्नुहोस्। सानो प्रगति पनि प्रगति हो। चौथो कुरा, आफ्नो लक्ष्यमा फोकस गर्नुहोस्। माइन्डसेट स्ट्रङ बनाउनु लक्ष्य स्पष्ट हुनुपर्छ। तपाईँ कहाँ पुग्न चाहनुहुन्छ, के बन्न चाहनुहुन्छ, आफ्नो भविष्य कस्तो बनाउन चाहनुहुन्छ, यी कुरा लेख्नुहोस्। त्यसपछि हरेक दिन थोरै भए पनि आफ्नो लक्ष्यतर्फ अगाडि बढ्नुहोस्। एकै दिनमा ठुलो सफलता खोज्नु हुँदैन, हरेक दिनको सानो प्रयासले नै भविष्यको ठुलो सफलता बन्नुपर्छ। पाँचौँ कुरा, नेगेटिभ मानिस र नेगेटिभ सोचबाट टाढा रहनुहोस्। तपाईँले आफ्नो बारेमा के सोच्नुहुन्छ भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ। यदि तपाईँलाई दिनभरि म सक्दिनँ, मेरो भाग्य खराब छ, म कहिले सफल हुँदिनँ भनेर सोचिरहनु भएको भने तपाईँको आत्मविश्वास कमजोर हुँदै जान्छ। त्यसैले आफूलाई सकारात्मक बन्न सिक्नुहोस्। म सक्छु, म सिक्दैछु, म बिस्तारै अगाडि बढ्दैछु, एक दिन मेरो समय पनि आउनेछ। यी शब्दहरू केवल बोल्नका लागि मात्र होइन, विश्वास गरेर बोल्नुहोस्। छैटौँ कुरा, धैर्य गर्न सिक्नुहोस्। आज मेहनत गरेर भोलि नै ठुलो सफलता आउँछ भन्ने हुँदैन। बिउ रोपेको दिनमै रुख बन्दैन, त्यसअघि आज सुरु गरेको मेहनतले तुरुन्तै परिणाम नदिन सक्छ। तर तपाईँलाई निरन्तर अघि बढिरहनु भयो भने एक दिन परिणाम अवश्य देखिन्छ। स्लो प्रोग्रेस इज स्टिल प्रोग्रेस। बिस्तारै अगाडि बढ्नुहोस्, तर रोकिनु हुँदैन। अन्तिम कुरा,
आफूलाई कहिले नछोड्नुहोस्। जिन्दगीमा यस्तो साथ समय आउन सक्छ जब तपाईलाई लाग्छ अब म सक्दिनँ, तर त्यही समयमा आफूलाई सम्झाउनुहोस् म यहाँसम्म आइपुग्यो भने अगाडि पनि जान सक्छु। तपाईको परिस्थिति अहिले जस्तो छ सधैँ त्यस्तै हुँदैन। आजको दुःख नै भोलिको अनुभव बन्नु सक्छ। आजको सङ्घर्ष भोलिको सफलता बन्न सक्छ। त्यसैले आफूलाई विश्वास गर्नुहोस्। अरूले तपाईमाथि विश्वास नगरे पनि केही फरक पर्दैन। सबैभन्दा पहिले तपाईले आफूलाई विश्वास गर्नुपर्छ। याद राख्नुहोस्, स्ट्रङ माइन्डसेट भनेको कहिले नहार्नु होइन। स्ट्रङ माइन्डसेट भनेको हारेपछि पनि फेरि उठ्नु हो। त्यसैले आजदेखि एउटा निर्णय गर्नुहोस्, म नकारात्मक सोचले आफूलाई रोक्न दिँदैन। म सफलतासँग डराउने छैन। म अरूसँग आफ्नो तुलना गर्ने छैन। म आफ्नो लक्ष्यमा फोकस गर्नेछु र सबैभन्दा महत्त्वपूर्ण कुरा म अरूलाई कहिले छोड्ने छैन। यदि तपाईलाई यो मोटिभेसनल भिडियो मन पर्यो भने भिडियोमा लाइक, कमेन्टमा सक्छु लेख्नुहोस् अनि त्यस्तै मोटिभेसनल भिडियोहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। तपाईको माइन्डसेट स्ट्रङ भयो भने तपाईको भविष्य पनि स्ट्रङ बन्न सक्छ। धन्यवाद।